पानी लागेको लागेछ हो, नन स्टप पानी लागिरहेछ हो। पानी घाम नि लाग्नु नि, कति पानी लागिरहेको के। ओ मैले भन्ने बित्तिकै घाम लाग्यो हो। वाउ राम्रो भयो त यार। तर बाटो चिप्लो होला है, बिस्तारै जाउँ न। किन हो त असर? मैले तर भन्ने बित्तिकै नि घाम लागिरहेको, पानी पर्दिरहेको थियो, घाम लागिरहेको अहिले। ठिक छ, बिस्तारै जाउँ न। कति राम्रो चिल्लो रोड छ, नेपालको जस्तो छ नि। विदेशी रोड भनेको नै विदेशी हुन्छ क्या। सर्लक्क ओभरटेक आनम। यो गाडीलाई एकछिनमा हान्नुला, यस्तो मोडमा हान्नु हुँदैन है फेरि ओभरटेक। उतादेखि गाडी आउँछु, हेर न। के कुदाइरहेछ हौ केटाहरूले, सबैले कुदाइरहेको त। आमा डर गरान कुदाइरहेछ। आमा बस आयो। ओए डेन्जर कुदाउँदो रहेछ नि। साइडमा कम है। बरु यस्तोमा चाहिँ स्ट्रेटमा चाहिँ ओभरटेक त केही हुँदैन। फेरि बसको पछि जाउँ, धेरै ओभरटेक नहाल्नु। मोड आइसक्यो, उता गाडी आयो जस्तो लाग्यो है मलाई, कार आयो जस्तो लाग्यो कि। नरहेछ, ठिक छ, केही छैन। बस लाग्नु ओभरटेक मोड आइरहेको छ कि, झ्याप्प झुप्प मोड आइरहेको। यस्तो मोड चाहिँ ओभरटेक नहाल्नु। तर यतातिर खासै पानी नलागेको रहेछ, उतातिर मात्रै लागेको रहेछ। यताको नि मौसम के हो बिस्तारै जाउँ न। टरक त के भएको, जलिरहेको रहेछ टरक त। यस्तै हुन्छ, ओभर हिट भयो होला। ओभरटेक हान्ने भनेको बस चाहिँ आइदियो नि उतादेखि। ओइ ओइ हान्दिउँ न ओभरटेक है, स्ट्रेट छ बाटो। तर उकालोमा पऱ्यो कि म त फेरि अगाडि झ्याप्पै आइदियो भने बवाल हुन्छ यार। उयो बसवालाले नि ओइ 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 झन्नै कताले मेरो एक्सिडेन्ट भइसकेको थियो, हल्काले बच्यो नि यहाँ। त्यही भएर उकालोमा चाहिँ ओभरटेक नहाल्नु। यसलाई नै हान्ने र ओभरटेक क्या गरिदिनु त, के आएन जस्तो लाग्दैन। के आएन हरान दिएर हानौँ न है। ओए कार आइदिएर झन्नै कता बस नि आयो। तर ठिक छ, केही छैन, बिस्तारै बिस्तारै खेलौँ न। हतार गर्ने र यहाँ त के हो, एक्सिडेन्ट जस्तै भएर रहेछ त। टरकै टरक जलिरहेको त। त्यो पनि सामान बोक्ने होला है, लो टरक जलिरहेको। कस्तो मोड हुन्छ। यता खाली छ त है, यतादेखि जाउँ न। किन उतादेखि ओभरटेक हान्नु, अर्को लेनमा किन मिसिनु र होइन। हारन बजाउँदै टक्कै बसवालालाई साइडमा हाल्दै कस्तो स्ट्रेट हुँदै टक्क हारन दिँदै जाँदैछु है। 120को स्पिडमा यार, यस्तोमा त कुदाउनै पर्छ, केही छैन। स्टेजमा चाहिँ कुदाउनु पर्छ, तर कन्ट्रोल चाहिँ हुनुपर्छ है आफ्नो हातमा। फेरि कन्ट्रोल गुमाउनु चाहिँ भएन। कुदाउँ फेरि बसवाला आयो, साइडमा जाउँ न। मोडाएर चाहिँ हेर न, झ्याप्पै मोडाइ हान्यो भने त एक्सिडेन्ट भइहाल्छ नि। त्यही भएर बिस्तारैले खेलौँ न। आमा ठुलै मोड आयो त, ठिक छ, के छैन। मोडमा त एक्सपोर्टै हो नि हामी पनि। नेपाली त ड्राइभर हो। हेर न क्या कुदाइरहेको छु मैले। थुप्रै जाँदो रहेछ हो यहाँ त गाडी त। बसवाला नि धोबी कुदाइरहेको छ यहाँ।
साइटै दिइराखेन हेर न कर्नरिङ आयो कि कुदाइदिइहाल्छ यार म त सक्दैन नि त कर्नरिङमा खासै अब चाहिँ ओभरटेक गर्नु कोही छैन जस्तो लागिरह झ्याप्पै आइदियो भने फेरि बबाल हुन्छ कि गएर न उतै रोकौँ न है आम्मा कस्तो के साह्रो चल्यो ढाबामा रोकेको भयो भने चाहिँ यहाँ पेसेन्जरहरूलाई खाना खानु ठिकै छ केही छैन उतै रोकेको थियो नि हामीले त्यही खाइसक्यो होला ओइ ओइ बच्यो यार झन्नै कताले ठुलो एक्सिडेन्टबाट बच्यो अलिकति स्क्र्याच चाहिँ भयो जस्तो लाग्यो ठिक छ केही छैन अब अलिकति त भइहाल्छ अलिकति कुदाउन कम गर्नु पर्ला जस्तो छ के लगेर गएको छ यो टरकले पहाडी इलाकामा यस्तो टरकहरू चाहिँ बढी चल्दो रहेछ त बस पनि कम नचल्दो रहेछ बस पनि चलेको चले हुँदो रहेछ पुरानो बस आयो फेरि झ्याप्पै आउँछ हो बस पनि मुखमै आइदिन्छ के भएछ फेरि हेर न टरक यो बाटोमा चाहिँ फेरि बढी नै एक्सिडेन्ट हुँदो रहेछ क्या दुईवटा उता साइड टरक जलिरहेको थियो फेरि यहाँ टरकलाई के भइरहेछ आम्मा हेर न मोडमा त ओ यो चाहिँ मेरो गल्ती होइन है यो चाहिँ मेरो गल्ती होइन है यो चाहिँ मेरो गल्ती होइन उसले नै झ्याप्पै मोडिदियो क्या यार ओह्रालोमा मोड्ने होइन नि त्यसरी झ्याप्पै मोडिदियो क्या छ्या यसरी त गर्ने होइन ओइ 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 मलाई के भएको यार चाहिँ ठोका ठोकी जस्तो हुन्छ त के भएर चाहिँ हेरौँ न के होइन ठोकिदिएर चाहिँ साला लिवामा कच्चा ड्राइभर रहेछ क्या ओइ ह्यान्ड ब्रेक लाउँ सरी हाम्रोमा जामै पऱ्यो हो एउटाको कारणले हेर न कति जाम पाउँछु हो यहाँ हेर न फेरि टरक अर्को टरक चलिरहेको छ यो रोडमा त थुप्रो एक्सिडेन्ट हुँदो रहेछ हो एकछिन सोधेर जाऊँ कि सोधौँ न है के भएर रहेछ ह्यान्ड ब्रेक लगाऊँ फेरि जाला गाडी अगाडि हेलो गुरुजी के भएको हो र गाडी त तलबाट जलिरहेछ धुवा आइरहेछ त फेरि ए हो र ठिक छ केही छैन लिफ्ट चाहिन्छ भने भन्नुहोस् म अगाडि ग्यारेजसम्म छोडिदिन्छु ठिक छ चाहिँदैन ल ठिक छ राम्रोसँग चलाउनु होला गुरुजी झन्डै कताले बाँच्नुभयो है पड्केन गाडी टायर निस्केछ त गुरुजीको ए एक्स्ट्रा टायर ठिक छ ल गुरुजी हामी चाहिँ चलिदिएको ल बाई टेक केयर गाइस बाटोमा देख्यो भने चाहिँ रोकिनुपर्छ तर म उता चाहिँ रोकेन है पेसेन्जर ढल्का ढिला भइरहेको थियो चाहिँ एकान्त सुनसान जग्गामा हुँदाखेरि चाहिँ रोकेको म उता चाहिँ घरहरू हुँदाखेरि घरहरू भएको न त्यही भएर रोकेन ए यहाँनिर रहेछ ढाबाहरू ठिक छ नम्बरमा आँकेको भयो त भन्नुहुन्थ्यो अगाडि ढाबा छ अगाडि जानु सोधेर तर गइहाल्छ नि होला अर्कै बासिन्दाहरू होला रात परिसक्यो यार गाडी चलाउँदा नि 5 बजिसक्यो 6 बजिसक्यो यार के टाइम गएको त थाहै नहुँदो रहेछ छिटो पुऱ्याउने भनेको यार पेसेन्जरहरूलाई रातिको बेला त फेरि झ्याम्की झ्याम आउँछ नि गाडीहरू कोही छैन जस्तो लाग्यो हेर न यो रोडमा चाहिँ बढी एक्सिडेन्ट हुँदो रहेछ क्या जता
गाडीहरू बरु चल्दो रहेछ कि कुन कम्पनीको रहेछ हेर्नु पऱ्यो यार थाहा पाइदियो हुन्थ्यो हेर न मोडामा ठ्याक्न हान्ने भनेको ल ठिकै छ के छैन हानिहाल्यो इमर्जेन्सी लाइट दिँदै जाउँ न हो जे उसको हाने यार ठिक छ के छैन फेरि जाम लाग्यो यार के भएर रहेछ छ्या यता त जामै जाम लाग्छ नि यार फेरि के भएर रहेछ हेरेर आउनु पर्यो यार अगाडि के भएर रहेछ जाउँ छिटो जाउँ के भएर रहेछ कि आमा बसवालालाई के हतार हुन्छ हो बसवालालाई के हतार हुन्छ यार हेर न यति सानो रोडमा चिप्काएर गाडी लगिरहेछ ठोकिरहेछ यो बसवाला गल्ती है त्यो वाला बस भने यो वाला बस चाहिँ गल्ती हो यस्तो चाहिँ गर्नु भएन नि यहाँ गुरुजी बस भनेर यार कम्पिटिसनको जमाना भन्दैमा यसरी कुदाउनु चाहिँ भएन है ल गुरुजी लग्नु छिटो लग्नु अगाडि लग्नु ब्याक आइनका गुरुजी अगाडि लग्नुहोस् उसले लगिहाल्यो ल ठिक छ तपाईँ जानुहोस् म आफ्नो गाडी चाहिँ साइडदेखि निकाल्छु यार कति जाममा बस्नु र है सट्टै गाडीमा जाममा किन बस्ने र ह्यान्ड ब्रेक हटाउने सर्लक्क बाटो खुलिसक्यो तर ओ यो गुरुजीले त गल्ती आफै गर्छ नि बाटो हेर न फेरि यस्तालाई त जेलमा हाल्नुपर्ने थियो चला गाडी छिर्ला ठोक्किनु भएन है ठोक्किनु भएन है गाडी ठोक्किनु भएन ल ठिक छ ह्याप्पी ड्राइभर हुन्छ क्या हेर न कसरी निकाल्यो हेर न कति लामो जाम छ्या एउटाले मिस्टेक गर्दा हेर न सबैले दुःख पाउँछ क्या त्यही भएर बरु ढिला पुगोस् केही मतलबै भएन हेर न अहिले यता त खाली छ फेरि रोड कस्तो भिड हुन्थ्यो यता त खाली छ गाडी धुनुपर्ने भएछ लास्टै 4 भएछ पानी लाग्ने फेरि घाम लाग्ने भएर हो के स्विच भइदिएर ठिक छ केही छैन राति पुग्यो केही छैन डेस्टिनेसन धेरै टाढा छैन नजिकै पुगिरहेको छौँ हामी ड्राइभरहरूको जिन्दगी के छ र कहिले यता कहिले उता ओइ गाडी झन्नै कताले यार एक्सिडेन्ट भइसक्थ्यो त्यो बसवाला च्याप्पै आइदियो नि लापरवाही हुन्छ कि बसवालाहरूलाई प्यासेन्जरको तानु हुन्छ नि त त्यही भएर गाडीवाला टरक झन्नै कता टरक ठोकिसकेको थियो के हो कि यहाँको मान्छेहरू यार यताउतिबाट गाडी आएको त देख्नै नै हुन त अब के भन्नु अरूलाई आफू 120 को स्पिडमा 2-3 छिर्छ होला नि रोकिन्छ आफू चाहिँ फेरि कुदाउने फ्युल चाहिँ हाल्नुपर्ने हो गाडीमा तर होइन अहिले चाहिँ 680 कति छ 338 छँदैछ के छैन अर्को रेडी हाल्नु यसो के तर बाटो कतादेखि यतैदेखि रहेछ लेफ्ट इन्डिकेटर दिउँ यतैदेखि फेरि रोक डेस्टिनेसन आइसक्यो है हाम्रो चाहिँ केटा हो फाइनली डेस्टिनेसनमा चाहिँ हामी आइसक्यो ब्लक
सबैजना उत्रौँ ल गाइस केही छैन हामीले डेस्टिनेसनमा सही समयमा पुर्याइसकेका छौँ गाडी कता ठोक्के थियो तर स्क्र्याच चाहिँ नभएको रहेछ पोहोर चाहिँ भयो अब सफा चाहिँ गर्नु पर्ला गाडी ठिक छ हेर न टुरिस्टहरू पनि आउँदो रहेछ हौ हाम्रो गाडीमा हेर न आमा टुरिस्टहरू पनि आउँदो रहेछ विदेशीदेखि आफ्नो छोराछोरी सबैलाई ल्याएर यति धेरै थियो हाम्रो प्यासेन्जर आमा ब्लगर